सो अहिले चाहिँ अघि बनाएको 5 मिनट भनेको तर 3 मिनट जतिमा यस्तो भएको छ। तर अझै पनि यसले हल्का पानी छोडिरहेको छ। अनि काँचो मसलाहरू हल्का मजाले पाकोस् भनेर चाहिँ मैले फेरि पनि राखिदिएको छु। अनि अब सबैको आफ्नो चोइस हुन्छ नि त होइन। अनि कसैलाई चाहिँ थुक्पा मनपर्छ, मलाई चाहिँ थुक्पा किन मनपर्छ भने म नेपाल आएपछि खासै मलाई मन पर्दैन थियो। तर पछि खाँदै जाँदाखेरि चाहिँ यसको स्वादहरू मन पर्दै गयो। अनि यसमा चाहिँ सानममीसँग धेरै समय बसेको भएर उहाँले पकाएर खानिदिनु हुन्थ्यो क्या। अनि उहाँलाई चाहिँ भात मात्रै सधैँ खानुपर्छ भन्ने कन्सेप्ट थिएन क्या। त्यही भएर एकदम हामी डिफ्रेन्ट भेराइटिजहरू रेसिपी खान्थ्यौँ। अनि त्यसमा त्यो सानममीको पनि एकदमै धेरै याद छ यसमा। त्यही भएर यो पकाउँदा जहिले पनि मलाई उहाँको याद गर्छु। अनि यहाँ चाहिँ मैले पेनमा थोरै तेल लिएको छु। यसमा चाहिँ थुक्पा खानेले खानुहुन्छ, नखानेले चाहिँ यसमा चाहिँ बनाउँछु। यही मसलाले नै तयारी गर्छु म। र सबै मसलाहरू यहाँ छ, खासै त्यस्तो नयाँ केही थपिरहनु पर्दैन। त्यही भएर म चाहिँ यहाँ सिम्पल बनाएर गोल्डन ब्राउन हुनेसम्म राख्ने। बेसी काँचो भन्दा पनि मिठो हुँदैन, गोल्डन ब्राउन गरेकोमा। थुक्पा चाउमिन बनाउने चाहिँ आज सोच विचार थिएन। अब सडन अब घरमा मेरो कान्छी बहिनीले मन पराउँदैन अरे थुक्पा। अनि त्यही भएर यो चाहिँ चाउमिन बनाइदिनु पऱ्यो। जस्तो हुन्छ त्यस्तो डल्लै जतिले के खान्छन्, बरु थोरै थोरै खाने मिठो बनाउने। अब तपाईँहरूले चाहिँ किन सादा बनाएको सोच्नु होला। मैले चाहिँ यता मसला पनि पकाइराखेको छु होला।